हेलो गाइज, वेलकम टु द ब्याक आवर कवि कम्प्युटर क्लास युट्युब च्यानल। स्वागत छ तपाईहरुलाई। आज हामी कुरा गर्छौं किबोर्डको टाइपिङको बारेमा। ठीक छ गाइज, तपाईहरुलाई कसरी टाइपिङ गर्न सक्नुहुन्छ हैन, सजिलो तरिकाले हामीहरुलाई के प्रोसेस छ त, के रुल्स छ तपाईहरु हेर्नु भएको होला। कतै बैंकमा जाँदा हैन, कतै बैंकमा वा कुनै अफिसमा जाँदा हैन, त्यहाँको कर्मचारीहरु हात हुन्छ कहाँ, किबोर्डमा हैन, अनि आँखा कहाँ हुन्छ त, मोनिटरमा फोकस गरेको हुन्छ हैन। अनि कति मजाले ट्याक 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 टाइपिङ गरेको हुन्छ, एकदम कति राम्रो लाग्छ हेर्नमा। हो त आज म तपाईहरुलाई त्यसैको बारेमा हैन, के रुल्स छ त, कसरी हामी पनि हैन त्यस्तो तरिकाले टाइपिङ गर्न सक्छौं त। हाम्रो आँखा कहाँ हुनु पर्यो त, किबोर्डमा नै। हाम्रो आँखा सिधा मोनिटरमा हुनु पर्यो, अनि हाम्रो औला जुन हातहरु कहाँ हुनु पर्यो त, सिधै किबोर्डमा हैन। हो त्यस्तो प्रोसेस आज म तपाईहरुलाई सिकाउँछु। मलाई आशा छ कि तपाईहरु राम्रोसँग सिक्नुहुन्छ। त्यसको लागि सबैभन्दा हेर्नु त, हामीलाई बुझ्नुपर्ने के छ त, यहाँदेखि ए एस डी एफ हैन, अनि यता के छ जी एच जे के एल सेमिकोलन। हो यति हामीलाई यसलाई भन्छ होम की हैन। अब होम कीमा हामीलाई बुझ्नु पर्छ, होम कीमा कहाँ औला राख्ने त, कहाँ यताबाट सबैभन्दा पहिलो यताबाट लेफ्ट ह्यान्डबाट स्टार्ट गर्ने हैन, अनि यता हाम्रो राइट ह्यान्डबाट लेफ्ट ह्यान्डबाट कताबाट स्टार्ट गर्ने त, हेर्नु त गाइस ए एस डी एफ यताबाट हैन। त्यसपछि हाम्रो यताबाट राइट ह्यान्डमा सेमिकोलन एल के जे बाट हामी स्टार्ट गर्छौं। अब यताबाट गएर अनि दुईटा हाम्रो बुढी औला आउँछ, त के गर्ने त्यसमा स्पेस गर्ने। अब तपाईहरु हेर्नु, तपाईहरु ट्याक्कै म किबोर्ड राखेर हैन, अनि ब्याक क्यामेरा गरेर व्हाइट बोर्डमा पनि तपाईहरुलाई हेराउँछु कसरी टाइपिङ गर्ने त, फिंगर पारेर, र किबोर्डमा पनि तपाईहरुलाई हेराउँछु यहाँ औलाको फिंगर कसरी टाइपिङ गर्ने त। ठीक छ गाइस, ओके गाइस, त तपाईहरु हेर्नु एकदम मजाले, अनि मलाई आशा छ कि तपाईहरु सिक्नुहुन्छ। ओके गाइस, म भिडियोलाई ठ्याक्कै ब्याक गर्छु सिधा किबोर्डमा पहिला। सो फाइनली गाइस, हामी आइसकेको छौं पीसी को स्क्रिनमा हैन, तपाईहरुलाई लाइभ देखाउँदैछु। त हेर्नु यता सबैभन्दा पहिला हेर्नु त, डेस्कटपमा हाम्रो के छ त, टाइपिङ मास्टर हैन। यदि यहाँ डेस्कटपमा हाइड भएको होला भने के गर्ने त, हामी यहाँ जाने सर्च बक्समा, अनि तपाईहरु यहाँ गएर टाइपिङ सर्च गर्नु टीवाई। यदि गरेपछि यहाँ हेर्नु त टाइपिङ टुवेल मास्टर ओपन भइहाल्यो। यसरी ओपन गर्ने हैन, क्लिक गरेर डबल लेफ्ट क्लिक गर्नुभयो भने ओपन भइहाल्छ। कन्टिन्यू गर्नु। त्यसपछि यहाँ आफ्नो नाम जे छ हैन, म मान्नु कि क्रिस पासवान छ, यसैमा इन्टर गर्छु। त्यसपछि हाम्रो 1 नम्बरमा न्यू कीमा गएर यहाँ म टाइपिङ लगाउँछु यसरी क्लिक गरेर। तपाईहरु लाइभ हेराउँदैछ हेर्नु। यदि भइसकेपछि हामी कहाँ आउँछौं त, यहाँ हेर्नु त, यहाँ पनि फिंगरको दिएको छ हेर्नु हैन, यहाँ पनि 5 वटा औला, यता पनि 5 वटा औला, राइट लेफ्ट दिएको छ। अब के गर्ने टाइपिङ गर्दाखेरि, अब यहाँ किबोर्डमा हेराउनु त अलिकति है, यहाँ लाइटिङ अन गरिदिन्छु तपाईहरुलाई लाइभ हेर्नु। यता हेर्नु किबोर्डमा हामी के राख्ने त, यताबाट लेफ्ट ह्यान्डबाट पहिला ए एस डी एफ हैन, अनि यताबाट सेमिकोलन एल के जे, अनि यो बुढी औलालाई हामी स्पेस दिने। अब टाइप गर्छु म ए स्पेस एस एस स्पेस डी डी स्पेस एफ एफ स्पेस। स्क्रिनमा पनि तपाईहरु हेर्नु हैन, जे जे स्पेस के स्पेस एल एल स्पेस सेमिकोलन कोलन स्पेस। फेरि हामी ए एस स्पेस डी एफ स्पेस ए एस स्पेस डी एफ स्पेस जे के स्पेस एल सेमिकोलन स्पेस जे के स्पेस एल सेमिकोलन स्पेस। अब किबोर्डमा हेरौँ त अलिकति, यता हेरिहाल्नु तपाईहरु हैन, ए एस डी एफ स्पेस ए एस डी एफ स्पेस जे के एल सेमिकोलन स्पेस जे के एल सेमिकोलन स्पेस। हो यसरी हामीहरु टाइपिङ गर्ने। यसको लागि के गर्नु पर्यो, तपाईहरुलाई याद हुनु पर्यो हैन, टाइपिङ गर्दाखेरि याद भइहाल्छ, केही छैन। अब तपाईहरुलाई म लग्छु व्हाइट बोर्डमा। ठीक छ साथीहरु, ल आइसकेछौं व्हाइट बोर्डमा। हेर्नु त, यहाँ म तपाईहरुको बीच लेफ्ट ह्यान्ड अनि के त राइट ह्यान्ड यहाँ बनाइदिएको छु हैन, अनि सबै कीहरुको नाम पनि यहाँ लेखिदिएको छु अल्फाबेट। हेर्नु त, लेफ्ट ह्यान्डमा के छ त हाम्रो एक्युजेड, यसले कान्छी औलाले के काम गर्छ त, एक्युजेड हैन, के टाइपिङ गर्छ। त्यसपछि हामी आउँछौं केमा, यसमा। यसमा के काम गर्छ त, हेर्नु त यस डब्ल्यू एक्स। त्यसपछि हामी आउँछौं केमा त, यसमा डी मा हैन। अब डी ले के काम गर्छ त, डी ई सी ई टाइपिङ गर्छ। त्यसपछि हाम्रो एफ मा भनेको चोरौला, चोरौलाले के काम गर्छ त, एफ आर बी एन्ड टी जी बी यति, अनि बुढी औलाले स्पेस काम गर्छ। त्यसपछि अब हामी यता राइट ह्यान्डमा, राइट ह्यान्डमा के छ त हाम्रो यो चोरौलाले के काम गर्छ, हाम्रो जे यु एम एन्ड वाई एच एन। त्यसपछि हामी मध्यम औला जाऊ, के काम गर्छ, के आई अनि लेस ध्यान कीहरु थिच्नु पर्छ। त्यसपछि हाम्रो
भनौँ न यसलाई साइली होला होइन कान्छीपछि त्यसपछि यसले के काम गर्छ त हाम्रो एलओ अनि ग्रेटर ध्यान त्यसपछि हामी कान्छी औँलामा जाउँ कान्छी औँलाले सेमिकोलन क्वेसन मार्क पी यसरी तपाईँहरूले याद गर्नुपर्ने हुन्छ यसरी याद गर्दाखेरि तपाईँहरूलाई एकदम बेस्ट तरिकाले टाइपिङ गर्न सक्नुहुन्छ होइन तपाईँहरूलाई आँखा चाहिँ स्क्रिनमा आउनु पऱ्यो मोनिटरको स्क्रिनमा अनि औँला चाहिँ किबोर्डमा त्यसको लागि यो रुल्स भनौँ न टाइपिङ मास्टरको रुल्स भनौँ न हामी रुल्स अफ टाइपिङ होइन मास्टर तपाईँहरूको यो एउटा रुल्सै हो हामीहरू कतै जाँदाखेरि म अगाडि पनि भने होइन तपाईँहरूलाई जस्तै ब्याङ्कमा चाहे कतै होइन कुनै अर्गनाइजेसन जाँदाखेरि त्यहाँ कर्मचारीहरू कति ह्याबिट बनेको छ उहाँहरूले होइन किनभने कन्टिन्यू काम गरेको हुन्छ उनीहरूको हेर्दाखेरि कति हामी त्यो हुन्छ अट्र्याक्टिभ होइन उनीहरूको आँखा केमा हुन्छ त मोनिटरमा अनि टाइपिङ गरेको हुन्छ किबोर्डमा यति राम्रो तरिकाले हो तपाईँहरू पनि यदि यसलाई याद गर्नुभयो भने अनि पर्सनल पिसी छ भने चाहे ल्यापटप छ भने त्यसमा तपाईँहरू प्र्याक्टिस गर्न सक्नुहुन्छ अनि एकदम मजाले याद हुन्छ मलाई आशा छ कि तपाईँहरू एकदम राम्रोसँग बुझ्नुभयो होइन एकदम राम्रो तरिकाले कसरी तपाईँहरूलाई हेराइदिए किबोर्डमा पनि कसरी टाइपिङ गर्ने होइन अनि व्हाइट बोर्डमा पनि हेराइदिए तपाईँहरूलाई कि कसरी के छ होइन रुल्स के छ पुरै फिङ्गर बनाएर एकदम होइन एएसडिएफ यसले के काम गर्छ यसले के काम गर्छ होइन कान्छी औँलाले के काम गर्छ साइली औँलाले मध्यम औँलाले होइन अनि यसलाई चोर औँलाले के काम गर्छ अनि बुढी औँलाले के काम गर्छ एकदम तपाईँहरूलाई पुरै म सम्झाइदिएँ होइन अनि मलाई आशा छ कि तपाईँहरू एकदम मजाले बुझ्नुभएको होला हो यस्तै तरिका तपाईँहरू पनि होइन यसलाई याद गर्नुपर्ने हुन्छ हामीहरूलाई तपाईँहरूलाई याद गर्नुपर्ने हुन्छ तपाईँहरू एकदम मजाले याद गर्नु होइन कि कुन औँलाले के काम गर्छ जस्तै म भने नि यसले 3वटा काम गर्छ एक्युजेड होइन यसले यस डब्लुएक्स होइन यसले डिइसी हो यसरी तपाईँहरूलाई माइन्डमा रिमाइन्ड गर्नुपर्छ याद गर्नुपर्छ याद भइसकेपछि एकदम मजाले तपाईँहरू टाइपिङ गर्न सक्नुहुन्छ चाहे के गर्नु त त्यसको लागि तपाईँको पर्सनल पिसी हुनु पऱ्यो ल्यापटप कन्टिन्यू निरन्तर आधी घन्टा 10 मिनट टाइपिङ गर्दाखेरि यादै भइहाल्छ जस्तै मलाई याद भएको छ त्यसरी नै तपाईँहरूलाई पनि याद भइहाल्छ केही छैन एकदम सजिलो छ ठिक छ गाइज त ओके अलिकति पनि तपाईँहरू केही सिक्नु भएको भयो भने मलाई आशा छ अनि भाइको साथीको च्यानललाई तपाईँहरू सब्सक्राइब गर्नु कबीर कम्प्युटर क्लासलाई भिडियो लाइक कमेन्ट गर्नु अनि आफ्नो बेस्ट फ्रेन्डलाई सेयर गरिदिनु ओके गाइज मिल्छ हामी नेक्स्ट भिडियोमा लभ यू बाई थ्याङ्क यू